हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो गाइज, हामी चाहिँ अहिले बाहिर जान लागिरहेछौँ। ब्याग लगेर जाने अनि पर हामीले चाहिँ बेथु साग देखेको छौँ नि त। बेथुको साग टिप्न जान लागेको साथीहरु हेर्दै गर्नुहोला। साथीहरु, हामी चाहिँ आमा छोरा हिँड्यौँ ब्याग बोकेर। मम्मीलाई माया गर्नुहोस्। ये यहाँ त भाउजू हुनुहुन्छ। हामी चाहिँ सेतो सेतो लगाएर हिँडेको आमा छोराले नै म्याचिङ ड्रेस हैन छोरा, हैन? ल हैन, बाबाको गाडी कहाँ छ छोरा? बाबाको गाडी खै? बाबाको त्यो हैन ल, है त्यही हो। यस, कस्तो चिन्छ के साथीहरूले चाहिँ उसको बाबाको गाडी। त्यता हैन बेबी, यता बाबाको गाडी। गाडीमा चढ्ने? यस हैन नि, भरे चढ्ने। आस आस गाडीमा चढ्नु भन्दैछ। खै त नि बाबा हुनुहुन्न, बाबा सुतिराख्नु भएको छ। भरे चढ्ने, ड्युटी जाने बेलामा चढाउनु है छोरालाई भन्छु। हास 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 लुदम। सो साथीहरू, अब हामी चाहिँ हिँडेको त्यता हैन, कान्छ ढोका खोल्नु खोज्दैछ। हुँदैन क्या, आउनु बाबालाई बोलाएर आउनु चढ्ने। बाबालाई बोलाएर आउने ल, चाबी लिएर। यता छ बाबा, यता। आन्टी खै हाम्रो? आन्टी आन्टी खै? आन्टी घरमा जाउँ छिटो। कहाँ जाने अनि? गाडीमा जाने? यस अरे, गाडीमा जाने अरे साथीहरू। जाउँ न, पर भाउजू आइसक्नु भयो होला। साथीहरू, गर्मीलाई यस्तो पाप भयो। वाउ प्लेन! बाट 3टा प्लेन जाँदैछ साथीहरू। हेलिकप्टर कति नजिक नजिक आएको। फेरि थप्नु पर्ने रहेछ नि। ट्याप्पै बनाउँदै लानुपर्ने रहेछ। ए चक्का उठाउनु पर्ने रहेछ होइन? के अचम्म नि, कसले बनायो होला यस्तोले चाहिँ यसरी रोपिन्छ है भनेर। घरा हुन्छ फेरि। हामी त धानै रोप्दैनौँ। पहिले रोप्नु हुन्थ्यो अरे, अलि सबै पठाएको छ। देख्यौ धान रोपेको? देख्यौ? त्यो गाडीको र उयो भुइँकोले गर्दा पुग्छ पनि होला। सबैले यतातिर चाहिँ टोपी लाएर काम गर्ने नि, आफ्नो अनरसिप। अमी उयो केटीहरू पनि त्यही बसेर हिँडिरहेको रहेछ हौ। अहिले तर्सिने केटीहरू। कति सेफ हुन्छ नि गाउँघरमा, झन् काम दिन्छ नि काम गर्दा। त्यो चाहिँ हो। कोइरा खोरा त खतरा भयो, निस्केर आएछ भन्यो नि त। त्यही त। म पनि पक्रिन्छ है दिदी भन। मेउ कहाँ छ? वा छु न, गर जाऊ, माया गर। फेरि माया भन्दा मुखै जोड। यहाँ हेर न, यहाँ। वा छुवा त गएर पुछा छुइदियो। हिजो त्यो त काउ भोक्छ ढुङ्गा खाएर होइन। गो यहाँ पहिला छुवा, यो रहेछ सुबानी त। आयो भन, माया गर्छु भन। छोड न।
अलि अगाडि जाऊ न अलि अगाडि जाऊ न हेर बिल्ली यता आऊ न यतापट्टि यतापट्टि आऊ न यता यहाँबाट छुवा लु छुवा छुवा माया गर यसो पक्र न दिदीले जस्तै पक्र छोरा लै गर बेबीलाई मै लु छुइदिनु पऱ्यो मम्मी यसो गर है यसो गर है कस्तो नाम हौ तिम्रो बहिनी हो बहिनी भन बहिनी मसँग सुत्ने हो भन मसँग सुत्ने हो मेरो मेरो माया गर न मुनि ए त्यहाँ मुख जोड्नु होइन मुख जोड्नु होइन टाढैबाट गर टाढैबाट माया गर यसरी गर यसरी बहिनी भन त यहाँ पुचार छुइदियो पुचार पुचार च्यापे पक सक्छ बहिनीलाई बोक्नु आऊ न भन न आऊ न म भएकोमा आऊ भन आऊ छिटो भन न ल बोलाइ माग ल दिदीलाई दिदी गयो भन न त्यो ढुङ्गा त कुट्ने होइन नि फेरि जान्छ अर्को जस्तै लु लु छुवा छुवा है मसारा मै लु लु खेला मै बहिनी भन तिमी मेरो बहिनी होला भन आई लभ यु भन न पहिले आई लभ यु भनेपछि आएको आइयौ आइयौ गर्थ्यो कस्तो हाँस उठ्ने गरे आई लभ भन फेरि बेबी भन मेरो बहिनी मेरो घर जाने भन न मेरो घरमा 3टा छ तिमी जस्तै भन नकुटा नकुटा कुट्नु नकुटा नानी भएको छ यहाँ नानीले के दिनुभयो मिठी लु खाओस् उसको है तिमीले खानेन नि छियो खाएन खाऊ भन गयो बाई बाई भन्देऊ ल भरे आउँछु ल भन लु लठी बोकाइ लु जाउँ लु त्यही बस भरे आएर दिनुपर्छ ल ट्रेन गयो साथीहरू ट्रेन गयो वाउ वाउ छोरा हफ भाउजू र छोरा अगाडि हिँड्दै हुनुहुन्छ यहाँ माथि पनि चढ्नु सके त नि कस्तो राम्रो छ यस्तो टिक्नाको हामी चाहिँ साथीहरू यो बेथु साग होइन छुन्न आन्टी कहाँ पुगिसक्नु भयो मान्छे त खतम छ हौ मेरो छोरा मेरो छोरो तिमी खतम हो मान्छे बेथु साग लगेर खाने हो गर्याम गर्याम अब बेबी त्यही बसेर हान गाडी आउँदैन होला तपाईँले कसरी पकाएर खानुभयो भाउजू म पनि त्यसरी नै हो मेरो त अरू नै लेख्छ छैन त्यसै खान्छु वाउ कस्तो राम्रो नि खतरा छ नि हो लुटिपु खाइयो बारीको गाउँकै जस्तो होइन मलाई त ब्याग स्याग बोकेर आएको छु तपाईँले प्लास्टिक ल्याउनु भएन हाल्छ नि खै त नि म त यहाँ लानु भनेर ए ओके म त
त ल्याउनु भएन रहेछ म चाहिँ ब्यागमा लान्छु प्लास्टिक चाहिँ तपाईँलाई दिन्छु भने हुँदैन होला आयो भने पनि यसो हातको चाले भए पनि भन्ने नि मान्छेले देखेर नि हातको चालले बोलेको देखेर छक्कै पर्छ होला पहिले गाउँमा हामी बेरनगर मैले बेरनगरदै गर्ने हुँदा मम्मीले यस्तो दिनुहुन्थ्यो मैले त बे गरेर आएपछि त खाएको छुइनँ यो त पहिले खाएको मात्रै हो छोरो तिमी त्यही बस हस् हस् बल पनि कत्रो गरेको फेरि ए परे ए नगर बेबी नगेर मोमो खाने ला 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 मेरो त फ्याँक्यो के भएको भाइ के सम्झेर फालेको नि खै नि सिङ्कान छैन त नि होइन लड्नुहुन्छ होला मेरो छोरा काम नदिने भयो लु त्यो ब्याग पनि फ्याल्लास् नि केटा अब यहाँ रहेछ हौ तर अब खै कहाँ गयो भेटिँदैन ला अड्किने रहेछ के हो खोइ त नि अब अत्तार उठेर जान्छ त मेरो छोरा के भएको नि मजामा नि हौ 1 मुठी 2 मुठी चिप्साएको थिएँ त्यसो नगर न बेबी यो त कम त महँगो पर्छ यो प्लास्टिक नेपाली खै कति रुपियाँ पर्छ अरे भन्नुहुन्छ रहेछ नि टिकटकतिर देखाएर आएको हुन्छ कस्तो छोरा रहेछ हौ यता ऊ साना यहाँ फेरि माटो लगाइदियो भने त नि म त बर्बाद हुन्छु त गर्ने भइसक्यो टिप्दा टिप्दा तपाईँको भन्दा मेरो धेरै भयो चाहिँ तर भरे लगेर यो 50 ठुलो फाल्दै खानुपर्छ नि त होइन वाउ अब लगेर खाने हो मजाले जाने है अब यहाँ भोलि पछि फेरि यस्तो दामी आउँछ कि हाँस भन न ला 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 थकित भएर आइपुग्यौँ साथीहरू खै